सेलखान सेल्फ कुन हो त्यो यो हो क्या सेल्फ यो बाइकको लुक्समा चाहिँ अलिकति डिफ्रेन्ट फरक देखेको छ क्या ऐनाले कुदा यार फर्स्ट टाइम हो यसको यो फर्स्ट टाइमै कुदा यार फेरि लु मरिसमा चल सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग एन्ड आई होप सबैजना सन्चै आराम हुनुहुन्छ ल म पनि एकदमै सन्चै छु अनि आज चाहिँ म कहाँ छु भन्दाखेरि जङ्गलको बिचमा छु है त जङ्गलको बिचमा देख्न सक्नुहुन्छ यो चाहिँ कहाँ हो कुन ठाउँ हो भन्दाखेरि चाहिँ यो चाहिँ पानमारा जाने सेउती जङ्गलको हाइवे भयो त अनि यहाँनिर चाहिँ मेन हाइवे भयो यो धरानको हाइवे यहाँबाट छुटिन्छ हो मेरो आजको भ्लग चाहिँ यहाँदेखि स्टार्ट हुन्छ अनि मेरो बाइक चाहिँ यहाँ देख्न सक्नुहुन्छ बाइकको कन्डिसन यस्तो छ आज पानी परेर पनि त्यति धेरै हिलो चाहिँ भएको छैन क्या बाइकमा अनि आज के गर्नु पर्यो भनेर सोचिरहेको थिएँ ऐना झिकेर चलाउनु पर्यो भनेर सोचिरहेको थिएँ क्या मिरर झिकेर कस्तो लुक्स आउँदो रहेछ हेरौँ न सो गाइज म चाहिँ अब मिरर झिक्न आँटेको छु होइन बाइकको लुक्स कस्तो आउँछ फाइनल हेर्नुपर्छ है त सो गाइज एउटा मिरर चाहिँ झिकिसक्यो होइन अब एउटा बाँकी छ सो गाइज मिरर चाहिँ दुइटै झिकिसक्यो होइन अनि बाइकको लुक्स हेर्नु सक्नुहुन्छ डिफ्रेन्ट आइरहेछ क्या लुक्स नै अलिकति डिफ्रेन्ट आइरहेछ होइन बाइकको लुक्समा चाहिँ अलिकति डिफ्रेन्ट फरक देखेको छ क्या ऐना बिना पनि बाइकको लुक्स चाहिँ राम्रो छ तर रोड सेफ्टीको लागि चाहिँ ऐना लाउनु होला होइन म चाहिँ जस्ट भिडियो पर्पजको लागि मात्रै यो खोलिरहेको छु अहिले होइन अहिले म चाहिँ भिडियो बनाइसकेपछि चाहिँ लगाइहाल्छु होइन ऐना चाहिँ सो भिडियो अन्तिमसम्म हेरेर सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गर्नु होला च्यानललाई होइन अब यो ऐना चाहिँ म ब्यागमा हाल्छु एन्ड हाम्रो राइड स्टार्ट हुन्छ ब्यागमा हालिसकेपछि ब्यागमा पनि सामान भएर यार उही झोलाको लागेर रहेछ नि त यहाँनिर चेन है तैँले थाहा पाएको थिइनस् ओके अब चाहिँ हाम्रो राइड सुरु हुन्छ सो भिडियोलाई अन्तिमसम्म हेरेर माया देखाइदिनु होला है त सो गाइज देख्न सक्नुहुन्छ होइन सिटबाटको लुक्स भनेको फाल्टै देखिरहेको छ होइन सो अब बाइक स्टार्ट गरेर जाउँ हामी चाहिँ स्ट्यान्डै लागेर रहेछ नि त लास्टै यहाँ चाहिँ माटो थुप्रेर होला कस्तो स्लिपरी भएको छ क्या बाटो माटो थुप्रेर क्या कस्तो चिप्लिरहेछ क्या पहिले त यो बाटो यस्तो खत्तम थियो भन्दा भन्दै मासतिर देख्न सक्नुहुन्छ बाटो लास्टै खत्तम नै छ होइन यो चाहिँ पानी परेर यस्तो भएको हो होइन नत्र त राम्रै हो पुरै चिप्लिरहेछ यार अगाडि पछाडि भइरहेछ लु तलतिर चाहिँ राम्रो भन्यो तर मासतिर चाहिँ खत्तमै रहेछ है बाटो यतिसम्म मात्रै रहेछ क्या फेरि रोडले उयो रोलरले पेलेको पनि होइन लु माकुरी हिलो पो रहेछ यार भाइ आराम से हिजो भर्खर धोएर टिलिक्क टल्काएको यार बाइक और अभी तो रुको क्लाइमैक्स अभी बाकी फेरि धुनुपर्ने अवस्था आयो आज फेरि आयो लु यता चाहिँ अब माछा मार्दा हुन्छ माछा छैन र पो त यता अबे साले जो माफ करना अब यता चाहिँ धान लिएर रोप्दा हुन्छ अब म त तलतिर देखेर बाटो बनाएछ मासतिर सबै भनेर आएको यो बाटो ओइलीकै जस्तो रहेछ एक्सपेक्टेसन भर्सेस रियालिटी भनेको यही हो क्या यो जङ्गलको बाटो पिच कहिले हुने हो त यार आम्मामा एकचोटि पिच भएदेखि भएकै छैन क्या यहाँनिर पिचै यस्तो दामी छ नि बाटो त बिचमा पिच हुनु हो भने त दामी छ क्या यो के अरे भाइ
यो बाटोको लागि ल यहाँ चाहिँ रुख ढलेछ यार यस्तै हुन्छ क्या जङ्गलको बाटो हिँड्दा चाहिँ डर के हुन्छ भने हावाहुरी चलेको बेला रुख मासले कहाँबाट भाँचिन्छ र भरे बङ्गै लागेर मऱ्यो भने भन्ने हुन्छ क्या के हो हन हो यमराजलाई अगाडि नै जाने त्यो हन पनि के खालको हो ब गर्छ हो म यमराज हो तँलाई लिन आउँछु भन्ने जस्तो हो क्या के लाग्छ तँलाई यो बाटो केले बिगारेको टिफरले नै हो नि होइन के भएछ यता फेरि लु मरिस मासले ओइ 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 दे 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 बाटोमा धान रोप्दा हुन्छ अब यो त अब धान खेतबारीमा हिलाए जत्तिकै छ त यो बाटो त नि अनि कस्तो छ्या हिजो भर्खर धुयो क्या बाइक फेरि यस्तोमा कुदाएर अब धुनु पर्ने भइहाल्यो हालत त खराब भएको होला होइन बाइकको त कहिले बनाउने हो सरकार बाटो यस्तो त नि अनि यो त अति भयो त हौ हाम्रो धरान छ पानमारीको ओडाले खोइ यता के हेर्दैछ कोनी बाटो चाहिँ लास्टै खत्तम छ पानी परेको बेलामा चाहिँ यो बाटो नहिँड्दा ठिक हुने रहेछ हाम्रो धरान छको वडा काम लागेन वडा भएको र नभएको केही काम छैन यस्तोमा पहलै छैन क्या केही नै बाटोघाटोमा केही पहलै छैन सो अल राइट गाइस जङ्गल कटेर अब यहाँ हाइवे निक्ल्यौँ है त हामी हाइवेमा बाइकको सिचुएसन हेरौँ त्यस्तो साह्रो त हिलो भएको रहेन रहेछ म त खत्तमै भयो होला भने क्या तर कस्तो क्लिन गरेर राखेको थिएँ क्या मैले राख्ने चाहिँ कुदाउने त कहाँ उहाँ टपबाट कुदाउने अलराइट गाइस देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पानमारा होम टाउन है त पानमारा पनि खतरा विकसित भइसकेको छ स्प्लेन्डर टप्किन्छ त हामीलाई सॉरी कहती होगी यो अगाडिको चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ मेन चोक हो त पानमाराको स्कुल डाँडा हो यहाँनिर चाहिँ अब स्वाटै कट्नुपर्ने हुन्छ न ट्राफिकले पकड्छ हामीलाई अब सक्यो ल यहाँदेखि कुदा नि त ओर्ली न पकड न म्याकुरी स्टार्ट गर्छ त्यो अन गर्न पहिले चाबी अनै छ फेरि गयो हो त्यो अन गर अब उयो सेल्फ हान सेल्फ कुन हो त्यो यो हो क्या सेल्फ यो बस्न अन्त चढ्न पहिले ऊ चाहिँ चढ्नु छैन मुला
बिस्तारो बिस्तारो छ बिस्तारो पछाडि ब्रेक उयो छ मुनि खुट्टा उतापट्टिको खुट्टामा ब्रेक छ यतापट्टि गियर हो बिस्तारो 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 उयो बटा रेस बटा त बिस्तारो बटा र रेस त्यो अगाडिको ब्रेक हो अगाडिको ब्रेक नहाने उतापट्टि छ ब्रेक पछाडिको पछाडिको ब्रेक चाहिँ यो है कस्तो खतरा देखिँदो रहेछ यार यो लाइट निलो लाइट हाल्दै बाइकमा लुक्स खतरा देखिरहेको छ यो रेस्दैन यो थोरै पक 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 गाडी आउँदैछ यो क्या यो कुद्छ नि यो अलिकति कुद्नु थाल्छ नि कुद्नु थाल्यो बस्नु त यो अलिकति रेस दियो क्या यसरी अलिकति रेस दिएर बढाउनुपर्छ गाडी और अभी तो रुको यो हो यो हो क्या पछाडिको चाहिँ यो त्यो गियर हो मुनि एक गियर हुन्छ होइन माथि 2 3 4 5 माथि 5 सम्म हुन्छ मुनि चाहिँ एक गियर हुन्छ मुनि यसरी थिच्दा एक गियर भयो अनि माथि उठाउनु पऱ्यो क्या यसरी यसरी यो यसरी उठाउनु पऱ्यो क्या यसरी हान्दा लाग्दैन नि लाग्दैन त्यसरी यो क्लोज यो क्लोज समात्ने होइन क्लोज समातेपछि अलिक फ्री हुन्छ क्या गियर साह्रो हुँदैन लुज हुन्छ हात छोड त अब उठा त यहाँ राख्न खुट्टा यहाँ हो त्यहाँ खोइ साह्रो गर्न उठो टिक गर्छ अलिकति एकमा गयो होइन अनि फेरि माथि सार्दा 2 भयो होइन एक माथि यसो 2 गर्दा 2 भयो अनि फेरि फेरि टेकेर टेक्नु पर्दैन 2 होइन अब तँलाई 3 गियर चलाउनु भने फेरि माथि उठाउने अलिकति रेस्ट बढाउने अनि फेरि माथि उठाउने त्यसरी अब एकमा झार एकमै छैन अहिले एकमा छ तल झारिस् ल ट्राई गर यो यतापट्टि अफ हो यतापट्टि अन हो अन भयो होइन अन भयो ल क्लोज छोड यतापट्टिको क्लोज है अब रेस अलिकति दे कस्तो कहानीको यो सिधै लैजा न यहीँबाट सिधै लैजा न बडा छैन यता यो साइडबाट बडा न अलिकति रेस दे धेर भयो लैजा क्लोज छोड दे पुरै रेस दे हल्का दे अझै दे कुदा यार फर्स्ट टाइम हो यसको यो फर्स्ट टाइमै कुदा यार फेरि रोक रोक्दाखेरि यस्तो क्या रोक्दाखेरि चाहिँ त्यो उतापट्टिको ब्रेक हुन्छ नि यो क्लोज तान्ने होइन सुरुमा त्यो यो एक्सिलेटर अनि बटारेको हुन्छ नि त्यो छोड्ने होइन यो तान्ने अनि उतापट्टिको खुट्टा ब्रेक हान्ने क्या रोक्दाखेरि चाहिँ बुझिस् त्यसरी हो ल साथीहरू म चाहिँ घर आइसकेको अवस्था अनि म बाइकको कन्डिसन हेर्दैछु चेक गर्दैछु है हिलोमा कतिको दलमल भयो भनेर अनि अब यसलाई धोएर टलक्क बनाउनु पर्ने हुन्छ सो अनि आजको ब्लग चाहिँ यति नै अनि अब आउँदो नेक्स्ट ब्लगमा भेटौँला सी यू बाई बाई